यो चाहिँ हो DJI-को Osmo Nano 128 GB मा DJI-को न्युली लन्च एक्सन क्यामेरा मिनीमा। अब यसको अनबक्सिङ हेरौँ। यो चाहिँ अनबक्सिङ नै लास्टै प्रिमियम मजा आउने हुन्छ DJI-को चाहिँ होइन। हजुरको अनि यो चाहिँ कम्प्याक्ट सानो क्यामेरा भयो। क्यामेरामा चाहिँ एकदमै ह्यान्डी 128 GB 200 मिनटको यसमा रेकर्ड टाइम हुन्छ। अनि त्यसमा एसडी कार्ड पनि तपाईँले एड गर्न मिल्छ यसमा होइन। यो चाहिँ यिनीहरूको यो एसेसरिजहरू यसमा अलरेडी आउँछ, सबै चिज आउँछ होइन। सबै चिजहरू म तपाईँलाई देखाउँछु। सिगरहरू भयो, क्यामेरा भयो, जोडिएर आएको हुन्छ। यो चाहिँ क्यामेराको तलको डिस्प्ले प्लस ब्याट्री यसमा हुन्छ है। नाइस कन्सेप्ट भयो यो चाहिँ डिस्प्ले भइहाल्यो, के क्यामेरा भइहाल्यो। यो दुइटै एकदम हलुका। मैले यसको पहिला नै भिडियो बनाएको छु, एकदम हलुका हुन्छ है। अब यसलाई चाहिँ हेर्नुहोस्, यो चाहिँ यसको अब यो जहाँ पनि टाँस्न मिल्छ कि यो क्यामेरालाई चाहिँ एकदमै ह्यान्डी हुन्छ कि यो चाहिँ। अब यो निकाल्यो, सट्ट लगाएर म्याग्नेट टाँस्यो। अब यसलाई जहाँ टाँसिदिनु तपाईँले सिसातिर, भित्तातिर होइन, मार्बलमा पनि टाँसिन्छ यो। मैले मेरो पसलमा यहाँ फर्माइकाहरूमा टालेको थिएँ, फर्माइका पनि मजाले टाँसिन्छ यो होइन। सक्सन भइहाल्यो। अनि यसको कभर आउँछ माथि क्यामेराको लागि, कभर भयो यसको लागि हो, क्यामेराको लागि प्रोटेक्सन अलरेडी दिन्छ, कम्पनीले दिन्छ। अनि हजुरको यो भइहाल्यो क्यापको लागि। यो चाहिँ क्यापमा माउन्ट गरेर क्यापबाट पिओभी सर्ट लिन मिल्यो, तलको स्ट्रेट्स लिन मिल्यो होइन, क्यापमा लगाएर। यो चाहिँ यसको ब्याट्री प्लस डिस्प्ले, यो चाहिँ त्यो लक गर्नलाई हो होइन। अनि यसलाई यसरी यो लक गरेर यसमाथि यो गऱ्यो भने चार्ज हुँदै पनि खिच्ने भइहाल्यो होइन। अनि यो चाहिँ हाम्रो घाँटीतिर जस पिओभी सर्टको लागि छातीमा, यो चाहिँ घाँटीमा लगाउने नेक ब्यान्ड भयो। यो चाहिँ क्यामेरा भयो। ल हेर्नुहोस्, यसलाई चाहिँ मोबाइलमा सेटअप गर्नुपर्ने हुन्छ। यदि यो हजुरहरूलाई चाहिएको छ भने चाहिँ सम्पर्क गर्नुहोला। क्वाज मोबाइलमा एकदम डिस्काउन्ट